करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुनका लागि चाहिँ गुगल क्रोममा गएर चाहिँ price.ird.government.np मा गएर चाहिँ यस्तो इन्टरफेस ओपन हुन्छ र चाहिँ यहाँनिर तपाईँले चाहिँ पसलमा गएर किन्नुभएको सामानको बिलको डाटा चाहिँ यहाँनिर सबमिट गर्नुपर्ने हुन्छ। हजुरले क्युआरबाट गर्नुभएको पेमेन्ट चाहिँ अटोमेटिकली चाहिँ कुपन कोड इन्ट्री हुन्छ। मितिमा चाहिँ तपाईँले ट्रान्जेक्सन गर्नुभएको त्यसको डेट होइन, अनि त्यसपछि तपाईँको फोन नम्बर होइन, अनि कति रुपियाँ बराबरको तपाईँले सामान किन्नुभएको थियो त्यो बिलको कुल रकम। यसरी त्यसपछि तपाईँको पुरस्कार कुपन सृजना गर्नुहोस् भन्नेमा टच गरिसकेपछि तपाईँको कुपन सृजना हुन्छ र त्यसलाई चाहिँ तपाईँले पिडिएफमा डाउनलोड गरेर राख्न सक्नुहुन्छ। र ख्याल गर्नुपर्ने के छ भन्दाखेरि चाहिँ तपाईँको ओरिजिनल बिल चाहिँ सुरक्षितसँग राख्नुपर्ने हुन्छ यसको चाहिँ नगद भुक्तानीको चाहिँ।